हेलो नमस्ते हजुरहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज म भन्न गइरहेको छु एक्टोपिक र्यानिटाइटिस। एक्टोपिक र्यानिटाइटिस भनेको के हो भन्दाखेरि नाकको मिकोसा खिच्दै जाने र न्याजन मिकोसाको क्रोनिक इन्फ्लामेसनलाई एक्टोपिक र्यानिटाइटिस भनिन्छ। त्यो भनेको के हो भन्दाखेरि हामीले अघिल्लो भिडियोमा मैले हजुरहरुलाई भनिसकेको छु र्यानिटाइटिसको बारेमा। र्यानिटाइटिसमा तपाईको एलर्जी, हाँच्यु आउने, स्निजिङहरु सबै परेको हुन्छ। त्यो हाँच्यु, नाकबाट सिरान बग्ने, इरिटेटिङहरु, एलर्जी, धुलोहरुको कारणले त्यो हुने इन्फेक्सनलाई नै हामीले र्यानिटाइटिस भनिन्छ। त्यो हुँदै गएमा त्यो यदि बढ्दै गएमा हाम्रो नाकमा इन्फेक्सन हुनु बढ्दै क्रममा जाँदै गएमा त्यसलाई क्रोनिक भनिन्छ। र त्यही हामीले त्यो सामग्रीमा बुझ्दाखेरि त्यसैलाई एक्टोपिक र्यानिटाइटिस भनिन्छ। यसका कारणहरु के हुन् भन्दाखेरि तपाईको एटियोलोजी पर्छ। तपाईको कारणहरु के भन्दाखेरि तपाईको हेरिडिटी पर्छ। यसमा हेरिडिटी र इन्फेक्सन जुन हाम्रो पूर्वज, बुवा, अङ्कल, हजुरबुवा, हजुरआमाहरुबाट सर्दै गएर आएको हुनाले त्यसैलाई नि वंशानुगत भनिन्छ। सर्ने प्रोसेसलाई त्यो हुँदै आएको उहाँहरुबाट हामीलाई हुनु भनेको त्यसैलाई हेरिडिटी भनिन्छ। अब इन्फेक्सन भनेको जस्तै कमन कोल्ड भयो, हाँच्यु भयो, तुरुन्त एट्याक गर्ने कि इन्फेक्सन।